भदौ 23-24 मा जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जस्तो वैदेशिक दबाव हस्तक्षेप हामीले देख्यौं, नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखा अगाडि देख्नु पर्यो। सायद नेपालको इतिहासमा सुगौली सन्धि पछि यस्तो धेरै निरीहता नेपालको हामी कसैले इतिहासका किताबमा पढ्न पनि परेको थिएन। अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपालीहरू, नेपाली सेना, त्यसका कमान्डरहरू भएको शक्ति अहिले आएर यो निरीह अवस्थामा केले पुग्यो? हामीले हिजो थुप्रै सामन्ती निरङ्कुश तन्त्रका दमन अत्याचारका विरुद्ध विद्रोह गर्ने, क्रान्ति गर्ने, कहिले सशस्त्र, कहिले शान्तिपूर्ण, कहिले जनयुद्धका रूपमा, कहिले जनआन्दोलनका रूपमा नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गर्ने वामपन्थी दलहरू पनि भदौ 23 र 24 मा आउँदा निरीह शक्तिहीन के कारणले भयो? त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरिकन आजका चुनौतीहरूको सामना गर्ने कुरा हुन सक्दैन। थुप्रै कुरा भन्न सकिन्छ। हामीले विगतमा थुप्रै कमी कमजोरीको समीक्षा, आत्मालोचना गर्ने पनि गरेका छौं, तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मालोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौं। हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखै अगाडि नेपालका ऐतिहासिक धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहास र त्योसँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो? यहाँ हामीले साम्राज्यवादले हस्तक्षेप गर्यो, यति भनेर पुग्छ भन्ने मलाई लाग्दैन। त्यति भनेर समस्याको समाधान हुँदैन। हस्तक्षेप त गर्यो, हामीले के गर्यौं भन्ने कुराको जवाब चाहियो। हामीले त्यसका विरुद्ध के गर्यौं र किन गर्न सकेनौं भन्ने कुराको सही विश्लेषण नगरिकन फेरि पुरानै तरिकाले, कसैले जडसूत्रवादी ढङ्गले फेरि दोहोर्याउने तिनै नारा, कसैले एकदम चाहिँ तपाईको चाहिँ आत्मसमर्पणवादी तरिकाले चाहिँ जाने, यो प्रवृत्तिबाट हामी समस्याको समाधान गर्न सक्दैनौं। मैले अहिले लामो व्याख्या त गर्न सम्भव छैन, तर मेरो अनुभव, हाम्रो पार्टीको अनुभव, मैले भन्नुपर्दा हिजो इतिहासमा निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्ध गरिएका हाम्रा संयुक्त आन्दोलनहरूका अनुभव, जसमा त्यति बेला हामी सबै वामपन्थी दलका नेताहरू अहोरात्र खट्थ्यौं पनि, संवाद र सहकार्यमा हुन्थ्यौं पनि र पञ्चायती तानाशाहीका विरुद्ध संयुक्त सङ्घर्षमा होमिन्थ्यौं पनि र हामी अन्ततः विजयी पनि भयौं एउटा सीमासम्म। हामीले हिजो सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली जनतालाई, अझ नेपाली जनताको पनि सबभन्दा उत्पीडित वर्ग समुदाय, मजदुर किसानदेखि सबै आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायतका नेपालका उत्पीडित समुदायको हक अधिकारको निम्ति भनेर हामीले विद्रोहको झण्डा उठायौं। 10 वर्ष जनयुद्ध भयो, हजारौंको बलिदान भयो। त्यसको नेतृत्वकर्ताको हैसियतले र त्यो समग्र प्रक्रियामा पनि विभिन्न वामपन्थी राजनीतिक दलहरूसँग सहकार्य, एकातिर युद्ध चलिराखेको छ, अर्कोतिर तपाईहरुलाई यो पनि म स्मरण गराउन चाहन्छु, हामी कहिले देशभित्र कहिले देश बाहिर नेताहरू सँगै बस्थ्यौं र छलफल गर्थ्यौं। निरङ्कुश राजतन्त्रका विरुद्ध गणतन्त्रको आन्दोलनलाई कसरी अगाडि बढाउने हामीसँग त्यो अनुभव पनि छ।
अन्तमा 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतासम्म आउने क्रममा जसरी जनयुद्ध र जनआन्दोलनलाई जोडेर एउटा विशाल क्रान्तिकारी आन्दोलन सृष्टि भयो, जसले राजतन्त्रको अन्त्य गरेर देशमा लोकतान्त्रिक गणतन्त्रको नयाँ युग नै सूत्रपात गर्यो, जसले सयौं वर्षदेखि दबाइएका, उत्पीडनमा पारिएका, विभेदमा पारिएका जाति, समुदाय र वर्गलाई एकचोटि शिरफार गरेर अगाडि जाने, राज्यमा आफ्नो पनि अपनत्व र स्वामित्व प्राप्त भयो भन्ने र सबभन्दा ठुलो कुरा त संविधानमा पहिलो पटक नेपालको इतिहासमा नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न भनेर सम्मानित गरियो। तपाईहरुले पढ्नु भएको छ संविधानको सुरुमै, सार्वभौम नेपाली जनताले पहिलो पटक आफ्नो सार्वभौम अधिकारको प्रयोग गरेर आफूद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा यो संविधानको जारी गरेर घोषणा गरेका छौं भन्ने भाषा छ। यो आफैमा एउटा युगान्तकारी परिवर्तन हो। हामी कोही भ्रममा नबसौं। यो त्यत्तिकै सजिलै भएको पनि होइन। धेरै ठुलो सङ्घर्ष र बलिदान पछि, धेरै ठुलो मेहनत पछि नै यो अवस्था सिर्जना भएको हो। म यहाँ उपस्थित कमरेडहरूलाई खाली स्मरण मात्रै गराउन चाहन्छु। त्यसपछि पनि शान्ति सम्झौता भएर संविधान सभाको चुनाव भएपछि पनि हामीले कम चुनौतीको सामना गर्नु परेको होइन। एकातिर संविधान बन्नै नदिने, गणतन्त्रको संविधान बन्नै नदिने देशभित्र र बाहिरका प्रतिक्रियावादी पुँजीवादी शक्तिहरू निकै सक्रिय थिए। त्यति मात्र होइन, मलाई त हिजो जनयुद्धको कमान्डरको हैसियतले मलाई यो कुरा प्रत्यक्ष अनुभूति छ, गहिरो अनुभूति छ, कसरी विश्व शक्तिहरू नेपालमा शान्ति सम्झौता नहोस् भन्नको निम्ति एकातिर राजनीतिक दलहरू हामी शान्ति प्रक्रियातिर अगाडि बढ्नको निम्ति समझदारीको दस्तावेज तयार पार्दै थियौं भने महाशक्तिका प्रतिनिधिहरू कुनै हालतमा शान्ति सम्झौता हुन दिन हुँदैन भनेर हामी जहाँ जहाँ जान्छौँ त्यही पुगेका थिए। म यो कुरा पनि सबै यहाँ उपस्थित कमरेडहरूलाई र यो मञ्च मार्फत देशभरिका जनतालाई पनि म स्मरण गराउन चाहन्छु। त्यसको हामीले सामना गर्यौं। राजनीतिक दलहरूले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै हाम्रो बारेमा निर्णय हामी आफै गर्छौं भनेर हामीले आफ्नै मौलिक विशेषता सहितको विस्तृत शान्ति सम्झौता गर्यौं। हामीले नै संविधान सभाको निर्वाचन गर्यौं र संविधान सभाबाट संविधान बन्न नदिनको निम्ति भएका बहसहरू म तपाईहरुको अगाडि एकचोटि स्मरण गराउन चाहन्छु। निकै पिचिला बहसहरू। म आफू शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता पनि हुनुको नाताले, संविधान सभाको एउटा प्रवक्ता पनि हुनुको नाताले म माथि सबभन्दा बढी दबाव परेको थियो संविधान बनाउने प्रक्रिया रोक्नको लागि। तर हामी हिजैदेखि जनता र राष्ट्रको निम्ति मृत्यु स्वीकार गरेर हिँडेको हुनाले कुनै शक्तिको दबाव र हस्तक्षेपको अगाडि नेपाली जनताको निर्णयको अधिकारलाई चुनौती दिने काम हुन दिन सक्दैनौँ, दिएनौँ। म आज यो कुरा पनि तपाईहरुलाई स्मरण गराउन चाहन्छु। संविधान बनिसकेपछि तपाईहरुलाई थाहा छ हामीले निकै ठुलो नाकाबन्दीको सामना गर्नु पर्यो। सानो कुरा हो। संविधान बनाए बापत नाकाबन्दी बिहोर्नु पर्यो नेपाल र नेपाली जनताले आफ्नो अधिकारको प्रयोग गरे बापत। तर हामीले भन्यौं हामी यो नाकाबन्दीको सामना गर्छौं। नेपाली जनता बरु आधा पेट खाएर भए पनि, मैले त्यति बेला घोषणा गरेको थिएँ, ठिकै छ गाडी नचलाउँला, तेल नपाए साइकलमा चढाउँला या पैदलै हिँडौँला, तर विदेशी शक्तिको अगाडि हामी झुक्दैनौँ भन्यौं, झुकेनौँ पनि। अन्ततः उनीहरूलाई झुकाएरै छोड्यौँ। हामीले जितेको, नेपाली जनताले जितेकै हो। अनि राष्ट्रिय स्वाधीनताको प्रश्नमा जब आयो, नेपालको मिचिएको भूमि फिर्ता गर्ने सन्दर्भमा हामीले हाम्रो नक्सा सच्याउने काम संसदबाट सर्वसम्मत रूपले हामीले गर्यौं। त्यति बेला कति ठुलो दबाव थियो होला तपाईहरु कल्पना गर्न सक्नुहुन्छ। तर हामी त्यहाँ झुकेनौं, हामी अगाडि बढ्यौं र हामी सफलै भयौं। यसरी
श्रृङ्खलाबद्ध रूपमा नेपाली जनताको एकपछि अर्को विजयको नेतृत्व गर्ने पार्टी हामीहरू 23 र 24 मा यस्तो निरीह हुने स्थिति किन बन्यो? मेरो फेरि पनि प्रश्न यहीँनिर म तपाईहरुको ध्यान ल्याउन खोजेको छु। मैले किन यस्तो भयो? कहाँ चुक्यौं हामी? यति ठुलठुला ऐतिहासिक विद्रोह, क्रान्ति, परिवर्तन, प्रतिनिधित्व, हक अधिकार जनताको दिलाउन सक्ने पार्टी र नेताहरू तपाई हामी सबै अहिले चाहिँ विक्षिप्त जस्तो हुने ठाउँ किन बन्यो? मेरो निष्कर्ष, मैले यी सबै आन्दोलनको नेताको हैसियतले भन्न खोज्दैछु। मेरो के निष्कर्ष बन्दैछ भने हामीले जनयुद्ध र जनआन्दोलन चलाउँदासम्म हामी सामन्तवादका विरुद्ध र साम्राज्यवादका विरुद्ध सङ्घर्षको स्कुलिङ गरिराख्थ्यौँ। हामीले विचारलाई निरन्तर परिमार्जन गर्ने, स्पष्ट पार्ने कुरालाई उच्च प्राथमिकताका साथ लिन्थ्यौँ। हामीले हाई स्कुल स्कुलमा विद्यार्थी भाइ बहिनीहरूलाई विचारको स्कुलिङ, क्रान्तिको स्कुलिङ हामी गरिराख्थ्यौँ। हामी किन नेपाल पछि पर्यो भन्दा सामन्तवाद र साम्राज्यवादको शोषण, दमन र हस्तक्षेपका कारण हामी पछि परेको हो। विद्यार्थी भाइ बहिनीहरू, युवाहरू, हामी युवाहरूलाई देशभरि सङ्गठित गर्थ्यौँ र अभियान चलाउँथ्यौँ। तर यता शान्ति सम्झौता र संविधान सभापछि हामीले त्यसो गर्न छोड्यौँ। हामी काठमाडौँमै सरकार र सत्ताको समीकरणको कार्यनैतिक त्यो कामै होइन चाहिँ म भन्दिनँ, त्यो पनि काम चाहिँ हो, तर त्यो कार्यनैतिक कुरा थियो, त्यो ट्याक्टिकल कुरा थियो। हामी स्ट्रेटेजीलाई हामीले छोड्यौँ, भुल्यौँ या अवमूल्यन गर्यौँ। विचारको महत्त्वलाई, निरन्तर स्कुलिङको आवश्यकतालाई, निरन्तर त्यसको विकास र परिमार्जनको प्रक्रियालाई हामीले छोड्यौँ या अवमूल्यन गर्यौँ अथवा ध्यान दिएनौँ। दिनदिनैका सानातिना सुधारका कामहरू, सरकारको समीकरण बनाउने, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका प्रदेशमा चाहिँ निर्वाचित हुने, यो कुरालाई हामीले रणनीति जस्तो बनाउन पुगियो। यही नै सबै हो जस्तो गरियो। मेरो विचारमा